हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो यो सानो भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई एउटा सानो जानकारी दिन चाहन्छु। त्यो जानकारी के हो भन्दाखेरि हेर्नु न, आज चाहिँ म यो सधैँ चाहिँ हिँडिराख्ने बाटोमा यो हाम्रो यो देउराली यो कञ्चन गाउँपालिकाको यो वार्ड नम्बर 4 देउराली जहाँ छ नि, यो पहिला चाहिँ यो फोहोर मैलाहरू त्यो तल त्यो चिसापानीमा त्यहाँ डम्पिङ उसमा त्यहाँ फाल्थ्यो। अहिले चाहिँ यो सबै गरिसकेको त्यहाँले त्यो सफा गरेर त्यहाँ अहिले ओपन जिम बनाइदिएछ। त्यसपछि अहिले यो फेरि यो मान्छेहरू किन यति साह्रो यो शिक्षित भएको के, यो बुद्धिजीवी मान्छेहरू भएर पनि यसरी यो आफूहरू हिँड्नै नपर्ने बाटो जस्तो गरेर हेर्नु त, सबै यतातिर आएर अहिले फेरि यतातिर आएर सबै फालिराखेको छ यो फोहोर मैलाहरू होइन। यो बाटोमा हामीहरू हिँड्नै नपर्ने हो र, यो हाम्रो एरिया होइन र। मलाई अचम्म लाग्छ यो मान्छेहरूले यस्तो गरेको देख्दाखेरि होइन। भोलिका दिनमा के बाटो तिनीहरू हिँड्नै नपर्ने हो हेर्नु त। यसरी यो फोहोर गरेर हुन्छ आफू हिँड्ने बाटोमा, कि त त्यसलाई व्यवस्थित तरिकाले एउटा जग्गामा लिएर गर, होइन भने यसरी किन जतापाति यसरी बाटोमा पुरै छितारेर बाटोको छेउछाउ लिएर यसरी फ्याँकेर हेर्नु त, यस्तो पनि हुन्छ। एउटा यो हाम्रो कञ्चन गाउँपालिकाको यो फोहोर मैला उसोहरूलाई पनि अलिकति सुझाव जानुपर्ने भयो क्या। यस्तो हेर्नु त यो बाटोको हालत, यो बाटोको छेउछाउमा हिँड्ने पनि लायक छैन त, सबै यस्तो फोहोर गराएर यो बाटोको छेउ। अब हेर्नु यो बाटोको साइडमा यो सानो नाली खनेछ, यो नाली। अब यो नालीको पानी चाहिँ डाइरेक्ट खेतमा जान्छ। यो बर्खाको समयमा चाहिँ यो पानी चाहिँ यहाँबाट त जङ्गलको पानी डाइरेक्ट खेतमा जान्छ। यस्तो कचडा हेर्नु त, यसरी फालेर हुन्छ यो डाइरेक्ट बस्तीमा जाने यो पानी। यो होइन, यो बर्खाको टाइममा चाहिँ डाइरेक्ट यो बस्तीमा जान्छ। हेर्नु त यो कचडाहरूले सब यसरी यहाँ लिएर फालिदिएको छ। यसको लागि के गर्नु पर्यो, हाम्रो कञ्चन गाउँपालिकाको यो मेयर साहब र यो उपमेयरहरू यो वडा सदस्यहरूले पनि अलिकति ध्यान आकर्षण गर्नु पऱ्यो कि यो फोहोर मैला कसरी कहाँ व्यवस्थित गर्नुपर्ने हो, त्यो विषयमा अलिकति चासो जगाउनु पऱ्यो। यो त हाम्रै एरिया हो नि त, भोलि भने यो हामीहरूलाई हाम्रो ठाउँ भन्नु पनि लाजो मर्नु भइसक्ने भयो त। यसलाई कहाँ कसरी यो गर्ने भन्ने कुरो बेलैमा होस पुऱ्याउनु पऱ्यो है, नभए फेरि भोलि भने फेरि हाम्रो यहाँको स्थानीयले फेरि के गर्नुपर्ने हो त्यो अलिकति ख्याल गर्नुपर्ने हुन्छ। यो चाहिँ म अरू त भन्न सक्दैन, यताकोले त फ्याँकेको पक्कै पनि यो गरगरे साइडतिरकोले सबै यतातिर लिएर फ्याँकेको छ है। यो यस्तो फालेको सामानहरू हेर्दाखेरि, मेटेरियल्सहरू हेर्दाखेरि चाहिँ यो गरगरेतिरको यो दोकानको सामानहरू छ बढी मात्रामा।